घिउ देख्नुभयो नि हजुरहरूले, घिउ खाँदाखेरि कति मिठो हुन्छ। तर यो घिउ बनिसक्दा पछाडिको चाहिँ कति मेहनत हुन्छ है। गाई दुनु पर्यो, गाई दुहेपछि त्यसलाई जमाउनु पर्यो, जमाएपछि दही बनिन्छ, दही बनिसकेपछि चाहिँ यो टलङमा लगाएर चाहिँ म चाहिँ यसरी पार्नुहुन्छ। मम्मीले पारेको देख्नुभयो नि होइन। पारिसकेर पनि यहाँ घिउ बनिसकेको छ है त। हेलो सेवारो, नमस्ते। आज चाहिँ मैले तपाईँहरूलाई देखाएँ घिउ कसरी बनाउनु हुँदैछ है। हाम्रो मम्मीले कति बेसी मेहनत हुन्छ है, आधी घन्टा जस्तो त चलाएको गर्नुपर्छ र मात्रै यस्तो घिउ बनिन्छ नि त। यो घिउ चाहिँ हाम्रो गाईको हो। घिउ बनिसकेको छ र मम्मीले निकाल्नु हुँदैछ। कति मेहनत हुन्छ क्या यो घिउ बनिसक्दाको। यो सब क्रेडिट चाहिँ हाम्रो मम्मीलाई जान्छ। यति मेहनत लाग्छ क्या यति घिउ बनिसक्दाको पछाडिको मेहनत हेर्नुहोस् न आमामा। यहाँ चाहिँ दुध पकाउँदैछु, यहाँ छ मेरो बिली। अन्तमा चाहिँ यसरी धुप जलाइन्छ। घिउ चाहिँ यति परेको छ।